हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आजको ब्लगमा चाहिँ हामी जाँदैछौँ भेडेटार टु राजारानी ताल। आजको बाटो कस्तो छ, अवस्था कस्तो छ, यो कुरा चाहिँ हामीलाई केही पनि थाहा छैन, किनभने हामी पनि पहिलोचोटि यो बाटो हिँडिरहेका छौँ। आजको यात्रा हाम्रो सुरु भएको थियो भेडेटारदेखि। भेडेटारमा खाना खाएर हामी लाग्यौँ यो अफरोडतिर। अफरोड हुँदै जाँदै थियौँ। अब बाटोको अवस्था के छ कस्तो छ हामीलाई थाहा छैन, कति टाइम लाग्छ त्यो पनि हामीलाई थाहा छैन। साथीहरू, हामी यसरी कुहिरो लागेको लेकको डाँडा हुँदै अफरोडको बाटो हुँदै यसरी अगाडि बढ्यौँ। यहाँ चाहिँ पुरै अफरोड रहेछ बाटो। अब अगाडि कस्तो कस्तो त्यो चाहिँ हामीलाई थाहा छैन। अगाडि बढ्दै गयौँ साथीहरू। हेर्नुहोस् डाँडाहरू, बाब्रे साथीहरू हेर्नुहोस् त, यहाँ त कस्तो पहिरो पो गएछ त। बाब्रे, यो बाटो कसरी जानु, हेर्दै डर लागिरहेछ साथीहरू। तर पनि हामी गइसक्यौँ अगाडि। एकछिन झरेर अब के हुन्छ कसो गर्ने, जाने कि नजाने भनेर एकछिन अल्मल्यौँ। त्यही पनि खोइ त जान सकिन्छ भने जाने भनेर अगाडि बढ्नुभयो। म चाहिँ नानीलाई बोकेर यसरी हिँडेँ। त्यो पहिरो गएको बाटोमा पनि म हिँडेको थिएँ। फेरि अगाडि हेर्नुहोस् न, बाटोको अवस्था के भन्नु। यो पानी परेर यो चिसो चिसो चिप्लो कालो कालो माटोहरूले पुरै हेर्नु न यहाँ कस्तो देखिरहेछ। तर पनि राम्रो ठाउँ होला, अगाडि राम्रो बाटो होला भनेर हामी आशमा गएर अगाडि बढ्यौँ। यो बाटोमा चाहिँ मैले रिस्क नलिने, बरु म हिँड्छु भनेर नानीलाई काखमा बोकेर म र नानी हिँड्यौँ। सरजी चाहिँ बाइकमा अगाडि जानुभयो। त्यसपछि हामी यसरी डेन्जर बाटो हुँदै लाग्दैछौँ राजारानी ताल हेर्नकै लागि। हेर्नुहोस् यो बाटोमा बाइक पनि यसरी लानु परेको छ। अगाडि फेरि डोजरले बाटो बनाउँदै रहेछ। हामीले सोध्यौँ अगाडि कस्तो छ बाटो, यस्तै छ भनेको। छैन त्यस्तो धेरै त, एक दुई ठाउँमा हल्का अप्ठ्यारो छ, नत्र यस्तो बाटो छैन, पिच छ अगाडि भन्नुभयो। ल ठिकै छ, त्यसो भए जाम भन्यौँ। नत्र अगाडि पनि यस्तै बाटो छ भने त हामी किन जानु साथीहरू, यस्तो डेन्जर बाटोमा हिँड्न सकिँदैन नानीसँग भनेर सोधेर मात्र हामी अगाडि बढ्यौँ। यसरी फेरि हामी बाइकमा चढ्यौँ। आधी कम्तीमा 10 मिनट जति म हिँडेर गएपछि बाइक अगाडि बाटो अलि राम्रो बाटो आयो अनि हामी बाइकमा चढ्यौँ। नानी र म यसरी रमाउँदै खुसी हुँदै खेल्दै गइरह्यौँ साथीहरू। हेर्नुहोस् यहाँ डाँडाहरू कस्तो राम्रो भ्यूहरू देखिन्छ है। बाटो हेर्नुहोस् है, त अवस्था बाटोको। यता पनि पिच छैन रहेछ, तर बाटो चाहिँ उताको जस्तो हिलो र पहिरो गएको चाहिँ रहेन रहेछ। त्यही भएर हामी गयौँ। कुहिरो लागेर फेरि केही देखिनु छैन। हेर्नु न, उताबाट गाडी आएको पनि केही देखिरहेको छैन साथीहरू। यताबाट गाडी गएको नदेखिने, कस्तो डेन्जर क्या। हेर्नु त, उताबाट गाडी आइरहेको छ, नजिक आउँदा मात्रै बल्ल ए रहेछ भन्यो। त्यही भएर हेडलाइट पालेर हिँडिरहेछन् कति गाडीहरू, बाइकहरू। साथीहरू आउँदैन त, पिच बाटो राम्रो बाटो आउँछ कि भनेर हामी फेरि अगाडि बढ्दैछौँ। बाटो चाहिँ यस्तै छ है साथीहरू। अब यो कहाँ हो, यो चाहिँ के अरे कुन ठाउँ भन्दै थियो यसमा, यो नाम्जे होइन नि, फेरि नाम्जे भन्ने ठाउँ रहेछ यहाँ। त्यहाँबाट फेरि हामी अगाडि बढ्यौँ। आउँदैन त साथीहरू, लगभग 1 घन्टा जति हिँडिसक्यौँ हामी। कहिले आउँछ भन्दै हामी टोटल पुग्न चाहिँ त्यहाँ लगभग 1.5 घन्टा लाग्यो। बिचमा कस्तो डेन्जर बाटो थियो हेर्नु, ढुङ्गाहरू बिछाएको रहेछ यता। फेरि यस्तो कठिनाइको बाटो हिँडिरहेछौँ किनभने हामीलाई लागिरहेको छ यहाँ राम्रो ठाउँमा पुग्नको लागि कहिलेकाहीँ कठिन यात्रा पनि गर्नुपर्छ भन्ने कुरालाई यो बाटो र यो यात्राले आज हामीलाई याद दिलायो साथीहरू। यो चाहिँ कता डाँडा बजार भन्नेतिर पुग्यौँ हामी। त्यहाँ फेरि सोध्यौँ कति लाग्छ राजारानी ताल जाँदा भने, उहाँले 20 मिनट भन्नुभयो। बाटो कस्तो छ, ठिक छ, पिच छ। ल त्यसो भए त ह्याप्पी भन्दै फिलिलिलिलिलि पिच बाटोमा अब हिँड्यौँ। ल हेर्नुहोस् त, थोरै अप्ठ्यारो थोरै कठिनाइ आयो भनेर मानिसहरू चाहिँ गन्तव्य फेर्ने गर्छन्, किनभने अप्ठ्यारो बाटो हिँड्नको डरले। त्यही भएर कहिलेकाहीँ हामीले के गर्नुपर्छ, थोरै अप्ठ्यारो बाटो हिँडेर जाँदाखेरि अगाडि गन्तव्य राम्रो हुनसक्छ भन्ने कुरा चाहिँ आजको यात्राले सिकायो। र केही राम्रो ठाउँ र सुन्दर चिजहरू प्राप्त गर्नुको लागि अप्ठ्यारो र कठिनाइहरूको पनि सामना गर्नुपर्छ भन्ने कुरा पनि हामीले सिक्यौँ आज। तपाईँहरूले के देख्नुहुन्छ ल हेर्नुहोस्। अगाडि चाहिँ बाटो चाहिँ फिलिलिलिलिलि छ है, पुरै पिच रहेछ। त्यहाँदेखि चाहिँ अगाडिको बाटो र यो बाटो सम्झिनुहोस् त कति डिफ्रेन्सेस छ।
हामी त एकचोटि त त्यो बाटोबाट फर्क्यौँ होला हौ, यस्तो बाटोमा त नानीसँग रिस्क नलिउँ भनेको होइन, जाम न त सकिन्छ भनेर फेरि गयौँ। यसरी यात्रा हाम्रो अगाडि बढ्दै थियो साथीहरू, बढ्दै थियो। हामी कहाँ पुग्यौँ भन्ने पनि हामीलाई थाहा छैन, सोधेर मात्रै थाहा हुन्छ, कति बेला पुग्छौँ भन्ने पनि थाहा छैन। हामी चाहिँ हिँडिराख्यौँ, बाइकमै पुगिराख्यौँ, कुदिराख्यौँ। यो यात्राले अवश्य पनि हेर्नुहोस् त कस्तो राम्रो घर, वाउ, यहाँको घरहरू चाहिँ यस्तो राम्रो क्या साथीहरू। कस्तो भन्दा घरहरू पनि सानो पनि चिटिक्क परेर यस्तो राम्रो फुलहरू फुलेको छ नि। मैले कति ठाउँमा खिचेँ, कति ठाउँमा खिच्न बिर्सेछु क्या। फुलहरू हेर्नुहोस् न, घरमा यति राम्रोसँग फुलहरू फुलेको कि म चाहिँ हेरै भयो। हेर्नु त यहाँ यस्तो दामी, हेर्नु यो घरको फुलहरू हेर्नु, साँच्चीकै फुलहरू हो नि। फेरि यस्तो त कति थियो क्या ठाउँहरूमा। हेर्दै गयौँ। अब चाहिँ आयो है यो राजा रानी, अब ऊ त्यो छेउमा पुगेपछि जानुहोस् न, आइसक्यो अगाडि नै रह्यो भनेर हामी खुसीको सीमा रहेन। हामी चाहिँ खुसीले गदगद भयौँ। कसरी व्यक्त गर्नु साथीहरू, आयौँ है, जस्तो भयो पनि त्यस्तो अप्ठ्यारो बाटो पार गरे पनि हामी आयौँ भन्यौँ। अब हेर्नु साथीहरू, यही त रहेछ नि राजा रानी ताल। धनकुटा जिल्लामा रहेको राजा रानी ताल भनेको यही रहेछ साथीहरू। हामी पुग्यौँ, ताल पनि देखिसक्यो बाटैबाट। यहाँ झन्डाहरू, नेपालको झन्डा रहेछ साथीहरू। अब हामी यसमा चाहिँ टिकट काटेर राजा रानी ताल प्रवेश गर्छौँ। 2406 भन्ने ठाउँमा रहेछ यो चाहिँ 2406।